नमस्कार साथीहरु, हाम्रो YouTube च्यानल ट्यु नोटिसमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा हामी चाहिँ BVS ब्याचलर बिजनेस स्टडीज त्रिभुवन युनिभर्सिटीको एउटा चाहिँ स्नातक कोर्सको बारेमा सम्पूर्ण जानकारीहरु लिने छौं। त्रिभुवन युनिभर्सिटीको चाहिँ BVS 4 वर्ष स्नातकको इतिहास, फी स्ट्रक्चर, लिस्ट अफ कलेजहरु, डोनेसन र फी स्ट्रक्चर, त्यसपछि तपाईको स्कलरशिप, त्यसपछि तपाईको स्कोप एन्ड प्लेसमेन्ट र त्यसपछि तपाईको सम्पूर्ण जानकारीहरु आज हामी यस भिडियोमा चाहिँ तपाईहरुलाई दिने छौं। अब हामी चाहिँ BVS को ब्याचलर बिजनेस स्टडीजको इतिहासबाट सुरु गर्ने छौं। ब्याचलर बिजनेस स्टडीज 4 वर्ष स्नातक कोर्स रहेको छ जुन त्रिभुवन युनिभर्सिटीबाट चाहिँ सञ्चालन हुने गर्दछ र यो कोर्स चाहिँ फ्याकल्टी अफ म्यानेजमेन्टबाट सञ्चालन हुने गर्दछ त्रिभुवन युनिभर्सिटीबाट र यसमा चाहिँ अर्थशास्त्र, वाणिज्य शास्त्र, त्यसपछि चाहिँ उद्यमशीलता, बिजनेसहरु चाहिँ हामी सिक्न सकिन्छ। अब हामी चाहिँ कोर्स स्ट्रक्चर, सिलेबस तर्फ लाग्ने छौं। यो 4 वर्ष स्नातक कोर्समा जम्मा चाहिँ प्रति वर्ष तपाईलाई चाहिँ 5 वटा सब्जेक्ट पढ्नु पर्ने हुन्छ, जसमा चाहिँ पहिलो वर्षमा बिजनेस इंग्लिश, फाइनान्शियल एकाउन्टिङ, स्ट्याटिस्टिक्स, त्यसपछि माइक्रो इकोनोमिक्स, म्याथमेटिक्स, बिजनेस कम्युनिकेसन यस्ता खालको चाहिँ सम्पूर्ण कोर्सहरु तपाई चाहिँ 4 वर्षमा सिक्न सक्नुहुन्छ र अन्तिम वर्षमा तपाईको चाहिँ फाइनल प्रोजेक्ट भनेर रहेको छ जुन चाहिँ तपाईहरुले चाहिँ एउटा थेसिस जस्तो बनाएर चाहिँ अन्तिम वर्षमा 50 मार्कको लागि चाहिँ आफ्नो क्याम्पसमा बुझाउन सक्नुहुन्छ भाइभा दिएर।